मोदीलाई बेजिङमा आक्रमण गर्ने योजना बनाएको रहेछ। सिनियर इन्टेलिजेन्सले त्यो थाहा पायो, तर त्यो सम्मेलनलाई भाड्न पनि हुँदैन थियो। त्यसकारण सी जिनपिङ र पुटिनको बिचमा यो कुरो भएपछि जहाँ मोदीको कार्यक्रम हुँदै थियो त्यहाँ मोदीलाई प्रहार गर्नको लागि सिआइएका एजेन्ट्सहरू त्यहाँ उपस्थित थिए। अब ती केही सेता पनि थिए होला, केही सिनियरहरू पनि थिए होला। यो कुरो गरेपछि त्यो भनक पनि हुन नदिकन पुटिनले मोदीलाई आफ्नो कारमा हाल्यो र मोदीलाई आफ्नो कारमा उसको त्यो मोटर क्याडमा जान नदिएर तपाईँ र म गफ गरौँ भनेर आफ्नो गाडीमा हालेर उसले त्यो ठाउँमा नलगेर अन्तै लग्यो। परिणाम त्यति बेलाभित्र चिनिया जुन सैनिक शक्ति वा सुरक्षा निकाय हो त्यसले त्यहाँ उपस्थित भएका मोदी